Hey everyone, namaste. Look at आज म फेरि रेन्जको रिलायबिलिटी टेस्ट गर्दैछु. आई एम मुभिङ टुवर्ड्स चितवन फर बिजनेस ट्रिपको लागि. अहिले चाहिँ यहाँ हेर्नुभयो भने 7374.3 छ. म धेरै गइरहेको छु. यो कस्तो हुन्छ वेदर? आजको वेदर चाहिँ एकदमै शीतलहर छ, घाम लागेको छैन. लेट्स सी 100% चार्ज हजुरले देखिहाल्नु भयो. मैले किप अपडेट गरिरहेको छु. मानिसहरुमा धेरै प्रब्लम भनेको रेन्ज क्लेम गर्छ तर दिँदैन, एसी हिटर चलाउँदा धेरै डेभिएसन आउँछ भन्ने छ. म तपाईहरुलाई एकदमै विदाउट एनी प्रमोसनल भिडियो, यो BYD को प्रमोसनल भिडियोको हैन, म ट्रुथ एनालाइसिस गरेर राख्ने छु. म फाइनल्ली चितवन आइपुगेँ. अगाडि यु क्यान सी द बेलचोक. त्यो बेलचोक भयो. म यो बेलचोक हुँदै धर्मचोक हुँदै जान्छु. अब लुक एट द कस्ट इफिसियन्सी अफ EV. 100% मा 70% मा म यहाँ आइपुगेँ. यसको मतलब लगभग मेरो गाडीले 3.7 प्लस नै दियो. भनेको 370-60 प्लस नै दियो भनेपछि 3 किलोमिटर 766 मिटर 1 युनिट्समा हिँडेको छ. यस्तो हुन्छ. अब तपाईँ नै आफै क्याल्कुलेट गर्नुहोस्. यदि मेरो यो पेट्रोल गाडी हुन्थ्यो भने मैले 113 किलोमिटर हिँडेछु. म त्यति हिँड्नलाई मैले कति पे गर्नु पर्थ्यो. यो छ मजा EV मा. थ्याङ्क यू.